कति हाल्नु 16वटा रहेछ पहिलो लट हाम्रो 16वटाको टक्क गयो आगो दामी लागिरहेछ ओ चोस हैन भदा कस्तो रहेछ राम्रो लाग्यो आडोमा एकदम दामी छ आज हामी मोमो बनाएर खानको लागि मान्छेको उपस्थिति हेर्नुहोस् यतिजना उपस्थिति छौँ एउटा भुन्टे भाइ एउटा भुन्टे दिदी अनि हाम्रो एउटा पेंगुइन हेलो गाइस सबैजनालाई नमस्कार अनि वेलकम टु माई युट्युब च्यानल आज चाहिँ हामी एउटा छोटो मिठो भिडियो ल्याएर आउँदैछु तपाईँहरूको सामु यो भिडियो चाहिँ खास गरी है मोमो बनाएर खानु लागेको छौँ आज हामीले अनि त्यसैको भिडियो चाहिँ तयार गर्दैछु सबैजनाले हेर्नु होला है त ल अहिले ल भिडियो सुरु गरौँ है त किमा बनिँदैछ साथीहरू बनिसक्यो ल सुट यो गयो पिठो भयो डो वाउ तयार गर्दैछौँ है भिडियो मेकिङ गर्न आउँदैन त्यही पनि हामी कसरी बनाउँछ भनेर चाहिँ हामी पनि अलिकति त्यो प्रोफेसन तरिकाले भिडियो बनाउनु गइरहेछौँ अहिले रेडी भइसक्यो अनि किमा साथीहरू मिसेर यतिको रेडी भइसक्यो त्यसपछि यो हल्का चिकन यो चाहिँ अहिले भरे झोल खानुलाई सुप खानुलाई अनि अब यो खोर्सानी त्यहाँनिर छँदैछ यहाँनिर टमाटरहरू रेडी भइसक्यो मेरो यहाँनिर श्रीमती नै आजको होइन विशेष गरी चाहिँ उसको हातमा चाहिँ जादु छ क्या अनि त्यसै गरी मेरो बहिनीले यहाँनिर टक्क पिठो चाहिँ मुसेर एकदम रेडी गरिसकी पुरा मेहनत गर्दैछ बहिनीले पनि अनि यता मेरो भतिजो केटो छ एकदम उची मेहनत गर्दैछ रुनुमा है नारे भाइले के भन्नु छ भाइ के रे कान्छ वाइफाई मेरो भाइ पनि बोल्दैछ तपाईँलाई चकिङ बोर्डको साटो मेरो बेलना देखाइहाल्छु है त आजको साथीहरू मैले नयाँ आएको छ है बेलना पनि आइसकेको छ अब यसैमा जान्छ हाम्रो है टुकु अस्ति अब बियरको बोतल र तपाईँको के भन्छ चकिङ बोर्डमा गरेको देख्नु भएको छ नि अब चाहिँ ओरिजिनल आएको छ अब यसमा बनिन्छ र मेरो बुढीले यसमा गोलो गोलो बनाउनु सिकाइहाल्छ अस्ति पनि सिकाएको थियो तर अब बिर्सिसक्यो होला क्या 1 महिना पछाडि खान लागेको बिर्सिसक्यो हाम्रो यहाँनिर नुनु भदाइले तयार गरिसकेछ है हो अब त्यसको लागि पनि हुँदैछ मलाई भिडियो बनायो भनेर कराउँदैछ होइन अरूको बुढाबुढीको चाहिँ भिडियो खुब हेर्छ युट्युबमा अब मैले आज सुरु गरेको यसरी बनाउनु त्यसरी भिडियो बनाउनु भन्छ होइन तर क्यामेरा पक्रेपछि चाहिँ रिसले के मान्छेहरू सबैजनाले भिडियो लाइक सेयर कमेन्ट गर्नुहुन्न अरे रिसाइरहेको छ मेरो बुढी लु अलिअलि सबैजनाले हेरिसकेपछि यसो प्रतिक्रिया पनि दिनु रुँदैछ बिचारा साथीहरू मेरो बहिनीले नयाँ बेलनामा अब बनाउनु लागिरहेछ सबैजनाले हेर्नुलाई त्यहाँ लु टुङ टुङ डिस हाम्रो फेरि मेकिङ सो ब्युटिफुल हुन्छ नि त राख्दै बेलना चौकी गोलो बनाइदिए कस्तो राम्रो भएको त अनि हेर्दा हेर्दै आमा टुस पुरी बनाएको होइन त्यति नै हुन्छ होला यो चाहिँ हाम्रो होइन नयाँ बेलना चौकी प्याकिङ बनिएको होइन अब हेर्नु फेरि होइन त्यो भिडियोमा क्या देखाउनु पर्दैन राम्रो यो हामी मोमो प्याकिङ गर्दैछौँ हामी होइन ल पहिलो फर्स्ट प्याकिङ मेरै बहिनीले गर्दैछ अनि जान्दैन क्या मैले सिकाएको थिएँ टाँसी ढेले टाँसी ढेले 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 टाँसी भन्नु ल कस्तो भयो लुक्स खोइ एकछिन राम्रो देखियो नि त हाम्रो दामी लुक्समा आयो होइन पहिलो बनिसक्यो अनि मेरो यहाँ छोरोले एकदम यहाँनिर कटिङ हान्दैछ मेरो भाइले भतिजोले हेर
कटिङ हान्दै चाहिँ कटिङ हाम्रो भाइ पनि पछि सेफ हुने हो मास्टर सेफ ल लेख्छ त सेफै हुनेछ मेरो भाइको पनि है हो नि यस सेफ हो कस्तो मिलाइन्छ मेरो भाइले अनि भयो फेरि फेरि काटिदियो अरे अँ। त्यो अलि हात काट्छ मैले चाहिँ यहाँनिर हल्का होइन भरे झोल खानुलाई सब्जी बनाउँदैछु सानो सानो पिस गरेर थोरै यो अब थोरै खाउँ मिठो खाउँ भन्ने के झोलमा के चाहिँ यत्रो छ अझै है किमा यहाँले अब बनाउनु निकै ढिलो गर्दैछ आज म भएको अघि सिधाइसक्थेँ मैले गर्दाखेरि त यस्तो यो रोटी त म कति छिटो बनाइदिन्छु बानी भइसकेको छ कि मलाई त कस्तो कुरो गर्छौ तिमी अस्ति मैले नै हो गरेको सब थोक मेरो भाइको मोमो बसाउने हामी चाहिँ 15वटा है 16वटा रहेछ पहिलो लट हाम्रो 16वटाको टक्क गयो साथी हो अब यसलाई ए पाकेको क्या हो झिका झिका आगो दामी लागिरहेछ यसलाई यो मोमो पकाउनेलाई मोमो झक के भन्छ मोमो मोमो मक्सेट बनाउनु बाँकी नै किन्नु बाँकी नै छ त्यो पनि नेक्स्ट भिडियोमा म किनेर हाल्छु कि ल्याउँछु त्यो ट्याक्क होइन हो कि होइन आउँछ नि नेक्स्ट भिडियोमा आउँछ त्यो ल साथीहरू फाइनल्ली म पनि अब लास्ट एक मक पाक्नु बाँकी छ हाम्रो भाइलाई चाहिँ भोक लागेर मोमो खाने अरे मोमोसँग तातो भात बनाएर मुसेर दिएको अहिले फेरि मोमो खायो भने खाना खाँदैन अरे यसले त्यही भएर मोमो देखाउँदै भात खुवाउँदैछ अहिले चाहिँ मुखमा हालिरहेछ लोभी छ एक नम्बरको काहीँ नभएको लोभी को हो हाम्रो भाइ हो नि कम्ती टोकेर फटा खायो साथीहरू अब हामी चाहिँ मोमो खाने बेला भयो खाली खाली देख्दै हुन्छ सुप आउँदैछ सुरुमा सुप आउँदैछ है सुपहरू दुईजनाले चाहिँ अब होइन रेडी गर्दैछन् अनि हामी दुईजना चाहिँ यहाँ काको भतिज चाहिँ यहाँनिर मोमो खाने खै मोमो खाने मोमो खानुलाई हामी चाहिँ दुईजना पर्खेर बसिरहेको भाइ त अघि नै खाइसक्यो खानु त र पनि बसिरहेछ अचार 3 भाग लाग्दैछ गाइज अनि यो चाहिँ कम्पिटिसन जस्तै हो होइन कसले छिटो खाने भनेको ढिलो खाने र नमिठो चाहिँ मुखमा पानी आइसक्यो भाइले पनि देखाउँदैछ मोमो देखिसक्यो कहाँ छ भाइ मोमो देखा त मोमो यस अब मोमो हामी चाहिँ खानु गइरहेछौँ सबैजनाले भिडियो हेरेर साथ दिनु होला होइन चिसो खानु मन लाग्दै थियो मलाई आज डिउजिउ खाउँ लाग्दै थियो तर मलाई खै एउटा उयो थम्बनेल हान्यौ पानी खानु थम्बनेल हानिदिन्छु एउटा
अब मेरो कान्छो लु उचाल तिमीहरूको मोमो थुक्पा भाइ उठाए लु गाई सुप सुप उठाएर चोस कहाँ चेस हुन्छ सुपको चाहिँ बटुका बटुका चोस ओ चोस ओ वाउ चोस कस्तो छ मैले पकाएको सुप कस्तो छ छिटो न मोमो ढिलो पाउँछ खाँदैन भए त कस्तो रहेछ राम्रो लाग्यो लु खाम मोमो खाम न लु बिन्नी मोमो उठा त यो कस्तो छ कस्तो छ खाएको छैन अब कस्तो छ हैन सानो भयो सबैजनाले हेर्नु न त यहाँनिर वाउ लु मैले त खाएको है ल ल ल खाऊ तँ पनि खाने उसलाई त दिएकै थिएँ त गाइस अब आया कि काया गर्छ एउटा खाँदै ल मोमो चिलायो खै लु बिनी अगाडि हेर त साथीहरू ल भयो तिमी खाऊ मोमो यहाँ मोमो चाहिँ होइन यस्तो दामी छ है हेर्दाखेरि खाउँ खाउँ लाग्दैछ थाहा छ नि ए यो खोर्सानीसँग है जाडोमा एकदम दामी छ हाम्रो आईले पनि बोकिरहेको खोइ भाइ काकीले दिनुभएको ल ल मेरो भिजिदिनु अरे हौ ल मेरो आयो त ऊ काकी अलिकति अगाडि आउँदा हुन्थ्यो हुन्छ अलिकति एकपल्ट सर थोरै ल कमास खाने टुटु कम्प्लिट भयो मैले एउटा आउनु खाने रुन्दा दुइटा खान त उफ 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 टुटु कम्प्लिट भयो होइन लु प्लेट कम्प्लिटै अब प्लेट कम्प्लिट त अनि मजिद होला कि गाइस खाऊ वाउ भन प्लेट कम्प्लिट अरे मेरोमा छोड्छ नि त अनि म खाइहाल्छ नि केही गाँच्नु सक्नुहुन्छ मलाई यसले डिस्टर्ब गर नि त खाना भाइ यहाँ एकछिन खाएको थिएँ यत्रो केले टोकेछ नि त चिना न अनि तिमीले कनाउँदा हुँदैन नुन आया गर कप तिमी पनि खाने म पो ढिलो खाने पर्छ तेरो भाउजूले कहाँ छुट्टा खाँदैछ आज म पनि ढिलो गर्छु दुईटा मात्रै राखेर क्या दुइटा खाँदै छिटो भन्ने मान्छे हो एउटा मैले सकाएँ साथीहरू मलाई खानुमा त फेरि सक्दैन नि सकियो नि म त खानै सक्दिनँ जोगिरो पनि मजाले खाने खाँदाखेरि नखाँदा नखाने हो मैले बनाएको कि हाम्रो चाहिँ यो सुप चाहिँ लोकल कुखुराको होइन ब्रोइलर कुखुराकै तर सिन चाहिँ लोकल कुखुराकै आएको छ हो कि होइन भन त ओइ लोकल कुखुराकै आएको छ होइन सिन त नखाने मामु जाने जा मामु बोलाउँदैछ मामु बोलाउँदैछ जा अहिले एकछिन जान्छ मामु बोलाउँदैछ जा अरू क्यान्सरलाई मोमो चाहिँदैन फेरि
सबै थियो आज मोमो चाहिँ खाएर अहिलेलाई चाहिँ सक्यो है भिडियो हेर्दै गर्नु होला कहिलेकाहीँ एउटा भिडियो आउँदै गर्छ सबैजनाले लाइक सब्सक्राइब अनि कमेन्ट पनि गर्दै गर्नु होला कस्तो भिडियो लाग्यो के छ बहिनी के छ भन्नुलाई एकदमै मिठो थियो तपाईँहरू पनि आउनु सक्नुहुन्छ खाना भिजिट गर्न सक्नुहुन्छ पैसा लिएर आउनु होला पैसा लाग्छ होइन अहिलेलाई त भिडियो इन्ती गर्न आँट्यो ए हुन्छ फेरि फेरि यस्तै रमाइलो अनि मिठो मिठो मिष्टान खानेकुराहरू लिएर अर्कोचोटि आउनेछौँ कृपया हेरेर साथ दिनु होला धन्यवाद मेरो कान्छीबाट केही छ एक मक्टो मोमो कस्तो हाँसेको मेरो बुढी त भन न केही छ केही छैन मेरो ऊ भाइलाई सोध्नु न ल यति भन्दै हामी चाहिँ अब यति भन्दै ल हामी यति भन्दै बाई बाई टाटा यता हातले यहाँ हेरेर बाई बाई ल